is yours. स्वर्गले त त्यो कुरा खोलिसकेको छ। यूहन्ना 19:30 भन्छ एभ्रिथिङ इज फिनिश्ड। मैले गर्नुपर्ने अगमवक्ताले गरेका अगमबानीहरू, छङ्गाइका कुराहरू, छुटकाराका कुराहरू मैले सिद्ध्याइसकेको छु। जस्ट रिसिभ इट। आउनुहोस् मेरो, हामी परमप्रभु परमेश्वरलाई भनौँ, म तृषित छु प्रभु, तपाईँको प्रेमको लागि म तृषित छु। आज यो बाटो भएर तपाईँ जाँदै हुनुहुन्छ भने प्रभु मेरो क्रन्दन आवाजलाई परमप्रभु परमेश्वरमा तपाईँतिर उछाल्छ। मेरो आवाजलाई सुन्नुहुने परमप्रभु परमेश्वर, मलाई कहिले नछोड्नुहुने, कहिले नत्याग्नुहुने परमप्रभु, म तपाईँलाई मेरो हृदयबाट प्रभु आज पुकार्छु। अन्य भाषाहरू आउँछ, अन्य भाषाहरूबाट केही समय हामी प्रार्थना गरौँ। तपाईँको तृष्णा परमप्रभु हेर्न चाहनुहुन्छ, तपाईँको तिर्खा परमप्रभु हेर्न चाहनुहुन्छ र तपाईँले जति परमप्रभु परमेश्वरलाई हृदयबाट गराउनुहुन्छ परमप्रभु परमेश्वर ठक्क अडिनुहुनेछ र भन्नुहुनेछ मेरो लागि म के गरिदिउँ। हालेलुया होली लर्ड, तृषित छु,
Yeshua, 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 hallelujah, Yeshua. तपाईको नजिक येशू हुनुहुन्छ यो समय। तपाईको परिस्थितिलाई देख्नुहुने, तपाईको परिस्थितिलाई जान्नुहुने परमप्रभु परमेश्वर तपाईको नजिकै हुनुहुन्छ। भन्नुहोस्, परमप्रभु परमेश्वर मेरो सबै कुरा जान्नुहुने देख्नुहुने परमेश्वर बुबा, हामी तपाईलाई यो समय पुकार्दछौँ र तपाईको वचनमा हामी विश्वास गर्दछौँ। तपाईले हामीलाई विषयहरू भन्दा पनि सामर्थ्य बनाउनु भएको छ। तपाईले हामीलाई आफ्नो हत्केलामा खोप्नु भएको छ। तपाईले हामीलाई आफ्नो आँखाको नानीमा सजाउनु भएको छ। परमप्रभु परमेश्वर, मेरो भाग चाहिँ रोग होइन, मेरो भाग चाहिँ बिरामी होइन, मेरो भाग चाहिँ नि छुटकारा हो प्रभु। मेरो भाग चाहिँ छुटकारा हो, मेरो भाग चाहिँ छुटकारा हो प्रभु। म पुकारा गर्दछु परमप्रभु परमेश्वर, मेरो अपराधहरू क्षमा गर्नुहोस्। मैले गरेका भुल त्रुटिहरू क्षमा गरिकन परमप्रभु परमेश्वर फेरि मलाई नयाँ बनाउनुहोस्, फेरि मलाई ताजा बनाउनुहोस्। हालेलुया। यो समय तपाईको नजिक उहाँको चङ्गाइको खोला, आनन्दको खोला, छुटकाराको खोलाहरू बगिरहेको छ। परमप्रभु परमेश्वर भन्नुहुन्छ मेरो नजिक आऊ र म तिमीहरूको नजिक आउनेछु। जबसम्म हामी नजिकमा आउँदैनौँ उहाँको नजिकमा, तबसम्म हामीले त्यो छुटकारा र त्यो चङ्गालाई महसुस गर्न सक्दैनौँ। हालेलुया, येशू धन्यवाद। रिसिभ गर्नुहोस् यो समय पवित्र आत्माको खोला, चङ्गाइको खोला तपाईँको कोठा कोठाहरूमा, तपाईँको डिभाइसहरूबाट बगिराखेको महसुस गर्नुहोस्। परमप्रभु परमेश्वर आज तपाईँको जीवनमा नयाँ आयामलाई लिएर आउनु हुँदैछ। समाप्ति पछिको नयाँ सुरुवातलाई परमप्रभु परमेश्वर गर्दै हुनुहुन्छ र परमप्रभु परमेश्वरको वचनमा विश्वास गर्नुहोस्। परमप्रभु परमेश्वर भन्नुहुन्छ हेर म नयाँ काम गर्नेछु र ती दिनहरूमा त्यो हुन आउनेछ। एन्ड द्याट इज द डे। यो आजको दिन हो तपाईँको निम्ति। हालेलुया। तपाईँको खोला बगैछ, म त्यहाँबाट पिउनेछु। तपाईँलाई पर्खिराख्नु भएको छ। त्यो अङ्गालो, परमप्रभुको त्यो अङ्गालोले तपाईँलाई फेरि पनि भन्नुहुन्छ मेरो नजिक आऊ र म तिम्रो नजिक आउनेछु। हालेलुया। भन्नुहोस्, घोषणा गर्नुहोस्। तपाईँको खोला बगैछ, म त्यहाँबाट पिउनेछु। मेरो चट्टान, मेरो घर, मोडोली मृग आएछ, उफ्रँदै म त्यहाँ आउनेछु। तपाईँको प्रेमले मनीको हुँदछु। यस Lord, तपाईँ निको हुँदै हुनुहुन्छ। थुप्रै निको हुँदैछ, चङ्गाइ हुनुहुँदैछ। किनकि परमप्रभुको वचन प्रस्थान 15:26 भन्छ म चङ्गाइकर्ता हुँ, म निको पार्ने परमेश्वर हुँ। The receive healing in his mighty name, Yeshua. Hallelujah, Yeshua. तपाईँको प्रेमले मनीको हुँदछु। Yes, Lord, hallelujah. तपाईँको प्रेमले
गर्दिनँ। म एउटै प्रार्थना गर्छु, प्रभु आउनुहोस्, आउनुहोस् प्रभु, म सक्दिनँ। आउनुहोस् प्रभु, मलाई तपाईँको खाँचो छ, मलाई तपाईँ चाहिन्छ, मलाई निकाल्नुहोस् प्रभु। हालेलुया। तेरे जैसा कौन है जो मेरा भला करे, मेरा भरोसा सिर्फ तुझ पर प्रभु। यस लॉर्ड, हालेलुया। तपाईँ चाहिँ भलाइ गर्ने अरू कोही छैन, मेरो खराबीबाट पनि भलाइ निकाल्ने परमप्रभु केवल तपाईँ नै हुनुहुन्छ। आमेन, हालेलुया। यसैले घोषणा गरौँ एकसाथ, तेरे जैसा कौन है जो मेरा भला करे, मेरा भरोसा सिर्फ तुझ पर प्रभु। मेरे जीवन का स्वामी आधार बना तू प्रभु जी। मेरो जीवन को आधार, मेरो जीवन को बलिया चट्टान को पाइने, मेरे जीवन का स्वामी आधार बना तू प्रभु जी। यस लॉर्ड, हालेलुया। तू नहीं तो मेरा जीवन व्यर्थ हो जाएगा। El Shaddai आराधना, Elohim आराधना, Adonai आराधना, यशोवा आराधना। हालेलुया। El Shaddai, Elohim परमेश्वर तपाईँ नै मेरो भरोसा, मेरो आशा। यदि तपाईँले पनि भुमरीभित्र हुनुहुन्छ भने परमप्रभु परमेश्वर आज भन्दै हुनुहुन्छ, त्यो भुमरीबाट निकाल्ने म हुँ, आँधीलाई शान्त गर्ने म हुँ। र त्यो आँधी आज तपाईँको जीवनमा शान्त हुँदैछ। विश्वास गर्नुहोस्, किनभने विश्वास गर्नेहरूको निम्ति चाहिँ एभ्रिथिङ इज पोसिबल। परमप्रभुको वचनले हामीलाई भन्छ। हालेलुया। भंवर के बीच में तू कहता है थम जा, यहोवा राफा, तू ही मेरा शिफा। भंवर के बीच में तू कहता है थम जा, तू मेरी ताकत है, तू ही मेरा ईमान। बीते कल में तो साथ में
बिर्सेर सबै छोडेर सबै बिर्सेर म आउँछु येशू नजिक म आउँछु येशू नजिक आउनुहोस् येशूको नजिक येशूको नजिक येशूको नजिक थुप्रै तपाईँको जिन्दगीमा पोथ्राहरू चल्यो होला त्यो पोथ्राहरू चलेर भस्म भयो होला तर आज त्यो कहिले पनि भस्म नहुने पोथ्राको अगाडि आउनुहोस् तपाईँको निम्ति आशा छ तपाईँको निम्ति नयाँ आशा छ तपाईँको निम्ति फेरि एउटा नयाँ अध्याय लेखिनेछ हार नखानुहोस् किनभने परमप्रभु परमेश्वर तपाईँको जीवनमा एउटा नयाँ काम सुरु गर्दै हुनुहुन्छ नयाँ अध्यायलाई लेख्नु भएको छ हालेलुया सबै छोडेर सबै बिर्सेर सबै छोडेर सबै बिर्सेर म आउँछु येशू नजिक म आउँछु येशू नजिक परमप्रभु परमेश्वर भन्नुहुन्छ मेरो नजिक आइज र म तेरो नजिक आउँछु दो मनकाहरू आफ्नो हातलाई चुमाउनु धेरैचोटि हाम्रो विश्वासमा खलबल आउँछ धेरैचोटि हुन्छ कि हुँदैन भन्ने हामी हुन्छ तर तपाईँले आज त्यो कुरालाई कन्भर्ट गर्नुहोस् फेथमा बाई फेथ रिसिभ इट बाई फेथ विश्वास साथ रिसिभ गर्नुहोस् मैले त्यो कुराहरू भनिराखेको छैन जुन कुरो मैले गरेको छैन आजको दिनसम्म बाई फेथ म जिराखेको छु परमप्रभु परमेश्वर विश्वासयोग्य हुनुहुन्छ उहाँ विश्वासयोग्य हुनुहुन्छ र उहाँ गर्न सक्षम हुनुहुन्छ आज तपाईँहरू त्यो पोथ्राको अगाडि आउनुहोस् जहाँ मूसाले सबै कुरा छोडेर सबै कुरा त्यागेर सबै कुरा बिर्सेर त्यो पोथ्राका आयो जुन पोथ्रा हेर्न अचम्मको थियो चलिराखेको थियो तर भस्म भएको छैन तपाईँको जीवनमा कुनै पनि कुराहरू चलिराखेको होला सायद खरानी पनि भयो होला तर उहाँको उपस्थितिमा आउनुहोस् त्यो खरानी हुने छैन त्यो चलिराख्नेछ त्यो चलिराख्नेछ त्यो चलिराख्नेछ अनि त्यो कुराले तपाईँलाई पनि पवित्र आत्माको सामर्थ्यले भिजाउनु हुनेछ यदि हामी विश्वास गर्यौँ भने एभ्री डे वी लिभ इन मिराकल्स हरेक दिन हामी मिराकलमा जिउँछौँ किन हामी मिराकलमा जिउने परमेश्वरका पुत्रहरू हालेलुया शखरबान्दारलमस्ते महिमा तपाईलाई येशू गर्नुहुने प्रभु तपाईँ हुनुहुन्छ हामी त केवल माध्यम हौ हामी त केवल साधन हौ प्रभु तपाईँको काम गर्नुहोस् यस ठाउँमा प्रभु जतिजनाले तपाईँलाई विश्वाससाथ पुकारे नि आज अन्धा बर्तिमाईलाई भन्नुभयो जस्तै तपाईँले भन्नुहुँदैछ म तिम्रो लागि के गरिदिउँ भन्नुहोस् परमप्रभुले तपाईँको लागि के गरिदिने इच्छा गर्नुहुन्छ त्यो भन्नुहोस् परमप्रभुमा सबै कुरा सम्भव छ सायद मानिसको लागि तपाईँले अरू मानिसहरूलाई भन्नु हुँदै गर्दा त्यो कुरो असम्भव देखिएन तर परमप्रभुको लागि कुनै पनि कुरो असम्भव छैन He is a God of able परमेश्वर हुनुहुन्छ हारूनको लौरोमा एकै रातमा हाँडी बदाम र फुल फुलाउने परमेश्वर दानिएललाई सिंहको खोरमा त्यो भोकाएको सिंहलाई पनि फास्टिङ बसाइदिनु नि परमेश्वर आज तपाईँहरू मेरो साथमा हुनुहुन्छ Thank you, Jesus. Believe it. Believe it. विश्वास गर्नुहोस् आज विश्वासले हरेक कुरोलाई सम्भव बनाउँछ प्रियहरू हालेलुया येशू धन्यवाद हे अब्बा हे पिता भनी पुकार्छु तपाईलाई प्रिय स्वर्गको राजा महाराजा परम
बुवाको हृदयलाई तपाईँले जान्नुहोस् र भन्नुहोस्, ओ येशूवा, त्यो बुवाको हृदय हामीलाई बुवा भन्ने हामीलाई मौका दिनु हुँदै गर्दाखेरि चाहिँ उहाँले क्रुसमा बुवा भन्न पनि पाउनु भएन। हे परमेश्वर मलाई किन त्याग्नु भयो? आफ्नो बुवालाई बुवा भन्न पाउनु भएन, तर तपाईँ र मलाई बुवा भन्ने अधिकार दिनुभयो। आउनुहोस्, हामी हाम्रो बुवालाई पुकारौँ, जसले तपाईँ र मेरो निम्ति सबै थोक गरिदिनुहुन्छ। हे अब्बा, हे पिता भनी पुकार्छु तपाईँलाई। तपाईँले तपाईँको बाबालाई पुकार्दै हुनुहुन्छ यो समय, जसले तपाईँको निम्ति सब थोक गरिदिनुहुन्छ। पुकार्नुहोस् हृदयबाट। हे अब्बा, हे पिता भनी पुकार्छु तपाईँलाई। आएको छु फर्केर अङ्गालिदेऊ मलाई। आएको छु फर्केर अङ्गालिदेऊ मलाई। मेरो आप्पा, मेरो पिता, yes Lord, मेरो आप्पा, मेरो पिता, आएको छु फर्केर अङ्गालिदेऊ मलाई। त्यो अङ्गालो कल्वरीको क्रुसमा उहाँले ठुलो फैलाएर भन्नुभयो, म तिमीलाई यति माया गर्छु, यति प्रेम गर्छु। आज पनि त्यो अङ्गालो तपाईँ र मेरो निम्ति खुल्ला छ। आज पनि त्यो अङ्गालो तपाईँ र मेरो निम्ति दृश्य छ। आउनुहोस्, त्यो अङ्गालोमा तपाईँ र मेरो निम्ति छुटकारा, चङ्गाई, आनन्द, शान्ति सब थोक परमप्रभु परमेश्वरले राखिदिनु भएको छ। थ्याङ्क यू जीसस, धन्यवाद येशू। तपाईँका छोरा छोरीहरूले प्रभु येशूले क्रन्दन पुकार गरेर तपाईँलाई पुकारेका छन् परमप्रभु परमेश्वर। तपाईँको वचनले भन्छ, मलाई पुकार र म तिमीलाई जवाफ दिनेछु। हालेलुया, येशू धन्यवाद, धन्यवाद तपाईँको प्रेमको लागि। Jesus, for the redeeming work on the cross. We thank you, Lord, for the blood that you have shed for us. हाम्रो निम्ति बगाउनु भएको रगतको लागि, हाम्रो निम्ति दिनुभएको बलिदानको लागि धन्यवाद प्रभु। आज तपाईँको शक्तिशाली सामर्थ्य बलिदान र तपाईँको पूर्ण उत्थानको शक्तिले आज हामी जीवित भएका छौँ। The same power that conquers the grave lives in us. रोमी 8:11 पदले भन्छ, जुन शक्तिले परमप्रभु परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्टलाई जीवित बनायो, आज त्यही शक्ति तपाईँ र म भित्र पनि बास गर्नुहुन्छ। थ्याङ्क यू जिजस, धन्यवाद प्रभु, धन्यवाद प्रभु, धन्यवाद। जतिले तपाईँलाई प्रभु हृदयबाट पुकारेका छन्, तपाईँले कहिले पनि निराश बनाउनु भएको छैन, तपाईँले उत्तर दिनुभएको छ। थ्याङ्क यू जिजस, थ्याङ्क यू जिजस, थ्याङ्क यू जिजस, धन्यवाद प्रभु तपाईँलाई। यो ठाउँमा केवल तपाईँ उचालिनुहोस्, केवल तपाईँ महिमित हुनुहोस्, केवल तपाईँ मात्र प्रभु, केवल तपाईँ मात्र प्रभु, र तपाईँले आफ्नो महिमा लिनुहोस्। सारा
आदर महिमा इज्जत प्रशंसा भक्ति स्वर्गीय बुबालाई दिन्छौँ ख्रिस्ट येशूको शक्तिशाली नाममा हामी सबैले मिलेर एकसाथ भनौँ आमेन 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 हालेलुया। प्रभुले तपाईँहरूलाई धेरै आशिष दिनुभएको होस्। अनि म आज एकदमै धन्यवाद दिन चाहन्छु। आज म बहुतै फुर्सदमा भएको चाहिँ आजै होला। अनि म आज सङ्गतिमा मलाई बस्ने इच्छा लाग्यो अनि म सङ्गतिमा बस्दै थिएँ। आज त म सुन्छु भनेर बसेको अनि सुन्दै थिएँ, वचनले आशिषित हुँदै थिएँ। अनि हाम्रो गुरुबा पास्टर एपोस्टल हाम्रो डेभिड जेम्सज्यूले मलाई आज आराधना